चैत्र 15 गते आज हाम्रो बुटोल भैरवादेखि गोलपार्क हुँदै ट्राफिक चोकसम्म र्याली थियो। थोपा थोपा मिली नदी बन्छ भने चाहिँ हामी एक मान्छे सहभागी भयो भने देश विकासतर्फ लाग्न सक्छ भनेर म र मेरो साथी हामी यस र्यालीतर्फ लाग्यौं। So hey guys, what is up? Welcome back to the channel. It's a boy Anisi back with new another video है। So I hope you all guys are fine र म पनि एकदम सन्चै आरामै छु। So आजको भ्लग चाहिँ थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला म कहाँ जाँदै छु भनेर चाहिँ। So आज चाहिँ हाम्रो र्याली छ। हाम्रो र्याली चाहिँ भैरवादेखि स्टार्ट छ अनि इन्ड चाहिँ ट्राफिक चोक आएर हुन्छ। भैरवादेखि मणिग्राम हुँदै चाहिँ गोलपार्कसम्म जान्छु। त्यसपछि गोलपार्कबाट फेरि ट्राफिक चोकमा आएर र्याली चाहिँ इन्ड हुन्छ हाम्रो। त्यसपछि ब्याक टु स्विट होम हुनुपर्छ। निरज चाहिँ आफ्नो जर्सी लाएर आइसकेको छन्। क्रिकेटको फ्यान हो यिनी चाहिँ। पछाडि सन्दीप लामिछाने दाइको सिग्नेचर पनि छ यतापट्टि, सन्दीप दाइको आइडल। सो अहिले चाहिँ हामी तीनजना छौँ। यहाँबाट चाहिँ उता अमुवातिर जानुपर्ने हुन्छ। त्यहाँ गएर चाहिँ हामी जान्छौँ भैरवा। हिजोसम्म चाहिँ सब साथीहरूले म पनि जान्छु गरे। आज हिँड्ने बेला चाहिँ कसैले मतलबै देखाएन के। बाइकमा आउँछु सोचिरहेको थिएँ, बाइक फेरि दाइले लिएर जानुभयो क्या। त्यही भएर स्कुटीमा आउनु पर्यो। केही छैन, जाने हो, रमाइलो हुन्छ, रमाइलो गर्ने हो। र्याली छ, चलपल पनि त्यस्तै चलपल हुन्छ। आज देशको लागि त जानु पर्यो नि होइन। थोपा थोपा मिलेर नदी बन्छ भने जस्तै एक दुईजना गर्दै सबैको आवाज उठ्यो भने चाहिँ देश विकास हुन सक्छ। त्यही भएर चाहिँ हामी जान्छौँ, एकजुट भएर आवाज उठाउँछौँ र हाम्रो र्यालीलाई चाहिँ सफल पार्छौँ। यहाँ बाटो बनाउँदैछ क्या, जताततै बाटो बनाउँदैछ क्या। छैन कताबाट जाने हो? हजुर ए हस् थ्याङ्क यू। बाटो बनाउँदै रहेछ यता। झ्याउ पनि त आउन त आइयो, बाटो धोस्दै रहेछ क्या। बाटो पनि के साह्रो धुरो होइन, यस्तो गाडीको यो बनाउन मिल्दैन क्या हो। कालो धुवा फाल्छ। फेरि यस्तो गाडीहरूलाई चिट ठोक्नुपर्छ क्या। कति पल्युसन गरिराख थाहा छैन। पल्युसन गर्ने गाडीहरूलाई त चिट काटिहाल्नुपर्छ क्या। मिलेसम्म त मिलाउनु नि। बाटो पनि धोस्दै धुलो छ। के साह्रो धुलो हो यो बाटो। चस्मा नलाइकन त हिँड्नै सकिन्न। उता अगाडि फेरि बाटो एकदम पिच छ, दामी छ। यतातिर पनि पिच गऱ्यो हुने के अरे। काम गरेपछि एकैचोटि गर्ने हो क्या। पछि बनाउँछु भनेर छोड्यो नि कहिले हो कहिले पछि। दुईवटा ट्रकले धुलो फाल्यो। अझै एउटा त पछाडि नै छ। यहाँबाट हामीलाई अमुवा जानुपर्छ। अमुवा चाहिँ साथीहरू कुरिरहेको छन्। नन स्टप धुवा फालिसकेर अघिदेखि कालो धुवा फालिछ के। अर्को आयो फेरि। आमामा यो एरिया फेरि यस्तो हावा लाग्छ नि। हरिब घाम लाग्छ, त्यही पनि यस्तो हावा लाग्ने के। उस्तै परे मान्छे उडाउँछ यो हावाले त। उता साइकल पनि गुल्टे रहेछ। सिधा चलाइरहेको छु, हावाले यता लगिराख कि यता लगिराख। कसको बारी यतिको चाहिँ हुनुपर्छ है। जोस जागरिलो यतिको कृषि चाहिँ गर्नुपर्छ। बेथनी भन्ने ठाउँमा चाहिँ आइसकेको छौँ। अझै टाढै छ अमुवा। चारपाट कस्तो हो ठाउँहरूको नाम पनि यतातिर। अमुवा आउन चाहिँ अझै 2 किलोमिटर रहेछ। अमुवा चारपाट ठाउँहरूको नाम पनि के हो के। 81 गर्मी सुरु भयो क्या फेरि बुटोलतिर। ल अमुवा आउन अझै 1 किलोमिटर रहेछ। ल लायौँ अहिले चाहिँ ठ्याक्क अमुवा आउन लायौँ भनौँ न। बाई। ल साथीहरू पनि सब त्यहीँ रहेछन् क्याफेतिर। अब चाहिँ अमुवा आइयो, ठ्याक्क अमुवा आइयो। हामी अलि अगाडि गएर शीतलमा बस्नु पर्ला। त्यो शीतल ठाउँै छैन यता त, पुरै घाम छ जताततै। यो चाहिँ ठ्याक्क अमुवा चोक। काण्ड मचिसकेछ आज 3 कुनेमा। रुटिन अफ नेपालले हालिसकेछ। पुरै घर त यस्तो हालत बनाइदियो रुटिन अफ नेपाल भन्छ। खैलो कहाँ टालिदिउँ? ठिक छ ल। सब्सक्राइब टु अनिसी ब्लग हुन्छ नि त हामीसँग स्टकमा। खै तिनीहरू कहाँ गए? कल गरौँ है एकलट। कहाँ छौ साथी? छिटो आउन। छिटो ल साथीहरू बल्ल आइपुग्यो। अब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ। आधी घन्टा कुराए दम गयो बेले। सही है ल ठिक छ। ए यो हावाले झ्याउ बनायो के। ए डिसब्यालेन्स गरिदियो पुरै। राम्ररी है उस्तै परे लोटाइदिन्छ यो हावाले। जति अगाडि आयो त्यति फोर्स हावा चलिरहेछ क्या। स्कुटी पनि च्याप्प छोपिरहेको छु। कुदायो भने डिसब्यालेन्स भइहाल्ने के। यस्तो हावा लाग्छ नि। यतातिर पहिला साइकलमा आउँदा पनि यस्तै हुन्थ्यो क्या।
साइकलमा भएको भए त उडाउँथ्यो लोटिहाल्ने लास्टै फोर्समा आहा क्या अब यतातिरको मान्छेहरूले कसरी बस्यो होला यस्तोमा कुदाउने बित्तिकै बत्यो कि स्कुटी आमामा यो हावा यस्तो फोर्स लाहा नि यो हावाले मान्छे उडाउँछ हो यसले त यो चाहिँ हाम्रो बुटोलको इन्टरनेसनल एयरपोर्ट के साह्रो धुलो पुरै धुलै धुलो छ त कहिले हुने होला यहाँभित्र पिच लोकेसनमा आइयो अब चाहिँ हामी यहाँबाट निक्लिदिन्छौँ यो चाहिँ हाम्रो डट ब्रदरको अजय दाईको घर ल अब चाहिँ चलबल सुरु भइसकेको छ है आइयो भैरवा चोक ल भेली सुरु भयो दामी भिड हुन सुरु भयो बल्ल पुरै भिड छ आज बाटो जताततै आर्मीको ट्रकै यहीँ छ मान्छेको भिडभाड अति छ आज आमामा नसक्नु रहेछ गाडी भरि झन्डै झन्डा ओहो भिडभाड आमा अति भिड छ अगाडिसम्म सही हो यतिको देशप्रेमी चाहिँ हुनुपर्छ झन्डा फरफराइरह जताततै सब कता हो कता आफ्नो बाटो लाग्यो त साथीहरू त सब गायब गोर्खाली क्राउड के साह्रो क्राउड हो बल्ल रोड खाली भयो अब बल्ल जानु पर्यो अब चाहिँ यता भित्रबाट जान्छु म यो साइडबाट उता होमिसको दाइलाई पनि भेटेँ मैले पुलिसहरूले हेरेको हेरेछ ल जाम भिडियो मन पर्यो भने चाहिँ लाइक शेयर सब्सक्राइब सबै गरिदिनु होला भ्लग नआउने बेरसम्म टिल देन टेक केयर गुड बाई लभ यु अल पिस आउट जय नेपाल बुम